भाइ फाइनली हेर्न सक्नुहुन्छ हामीहरू तिरुपति आइपुगेको छौँ र आजको जुन यो ब्लग छ यहीँबाट म स्टार्ट गर्दैछु हजुरहरूको अगाडि र योभन्दा अगाडिको एपिसोडहरू जुन छ यही च्यानलमा आउँछ जुन कि हिन्दीबाट मैले बनाएको थिएँ तर अब चाहिँ म नेपालीबाट सबै देखाउँछु हजुरहरूलाई र पुरै देखाउने छौँ नयाँ दिल्लीबाट कन्याकुमारीसम्मको इन्डियाको जर्नी र तपाईँहरूलाई मन पर्यो भने हेर्दै गर्नुहोस् होला सबै यसैमा म भिडियोमा देखाउने छु कन्याकुमारी पुगेर त्यहाँ कहाँ घुम्छौँ कहाँ घुम्दैनौँ भनेर सबै तपाईँहरूलाई हामीहरू देखाउने छौँ र अहिले यो तिरुपति स्टेसनको हल्का हेर्न सक्नुहुन्छ नजारा यस्तो छ अलिकति र ओम पनि यही छ र अहिले हामीहरूले कोलगेट लिइहालेका छौँ कोलगेट सिधेर र यो आज हाम्रो जुन छ यो डे 3 को ब्लग स्टार्ट हुँदैछ र जुन डे 1 देखिको 2 सम्म छ त्यो नेक्स्ट के अरे पुरानो एपिसोडमा हामीहरूले हालिसकेको थियौँ त्यसमा गएर च्यानलमै हेर्न सक्नुहुन्छ एभाइलेबल छ ल हेर्दै गर्नुहोस् होला गाइज अहिले हाम्रो तिरुपतिबाट ट्रेन जुन छ यो निस्किसकेको छ र यो एउटा ट्रेन जुन छ यो पनि हेर्न सक्नुहुन्छ कि यो दिल्लीबाटै आएको हो तर हाम्रो जुन यो ट्रेन हाम्रो जर्नी गर्दैछौँ हामीहरू चाहिँ काश्मीरबाट आएको थियो र हामीहरूले बोर्ड गरेको चाहिँ न्यू दिल्लीबाट हो र न्यू दिल्लीबाट कन्याकुमारीबाट सबै हाम्रो जुन तपाईँहरूलाई पहिलो एपिसोडमा मैले भनेको छु हेर्न सक्नुहुन्छ हिन्दीबाट जुन छ र त्यस्तै छ अगाडि अब हामीहरू सबै देखाउनेछौँ के कसो हुन्छ हुँदैन भनेर होइन हेर्दै गर्नुहोस् होला अगाडिसम्म अहिले हामीले लिएको छौँ समोसा त्यो एउटा दुईटा तीनटाको 30 रुपियाँ आइसी परेको छ नेपाली 50 होला अनि अहिले बाहिरको जुन चाहिँ स्टेसन अहिले भर्खर हिँडिरहेको छौँ र राम्रो पनि छ खानाले 30 रुपियाँमा अब योभन्दा के नै चाहियो र ठिकै छ ठिक छ ल हेर्न सक्नुहुन्छ अहिले यहाँ यो फ्रुट सलाद बेच्दै आइरहेको थियो यो पनि एउटा हामीले लिएको छौँ यसको चाहिँ 50 रुपियाँ लिएको छ यसमा के छ भन्दाखेरि पाइनएप्पल हालेको छ र खरबुजा र मेवा हालेको छ अनि यो कालो अङ्गुर हालेको छ अलिकति यतिको 50 रुपियाँ यो चाहिँ धेरै नै महँगो भयो योभन्दा बरु हाम्रोतिरै सस्तो पर्छ त नेपालतिर ल अहिले हेर्न सक्नुहुनेछ यस्तै छ जर्नी चलि नै रहेछ अब हाम्रो र यतातिर चर्चहरू पनि धेरै छ किनकि यतातिर क्रिस्चियन मान्छेहरू पनि अलमोस्ट धेरै नै छन् होला जस्तो मैले यहाँनिर सोधेर एकजना मान्छेले थाहा पाएको र साउथतिरको तपाईँको यतातिर धेरै नै छन् क्रिस्चियन मान्छेहरू र बाहिरको भ्यू चाहिँ अहिले यस्तो छ र हाम्रो जर्नी जुन छ पुरै राम्ररी चलि नै रहेछ होइन भ्यूहरूको त कुरा गर्दाखेरि एकदमै नेक्स्ट लेभलको भ्यू छ होइन अब हामीहरूलाई अलिकति गाह्रो भन्ने कहाँ भइरहेछ भन्दाखेरि यतातिरको भाषा एकदमै डिफ्रेन्ट होइन भाषादेखि लिएर तपाईँको खानेकुराहरू पनि अब यतातिर इडली डोसाहरू धेरै जस्तो मान्छेले खाँदो रहेछ होइन अब हामीले चाहिँ इडली डोसा चल्दैन अब हामीले पनि अब खानामा त्यही चिकन बिरयानी अब अर्डर गरेको छौँ हेरौँ कस्तो हुन्छ अब खाना एकछिन तपाईँहरूले देखाउँला गाइज हेर्न सक्नुहुन्छ फाइनली हामीहरू यस्तो डेन्जर भ्यूमा आइसकेको छौँ जुन कि एकदमै डेन्जर भ्यू छ यहाँ पुरै कोकोनटको वाटरको ट्री पुरै जो दामी छ पछाडि पहाड अनि यता पुरै यो के भन्छ नरिवलको बगैँचै छ धेरै होइन दामी छ तर सब यतैबाट नरिवलहरू जाने रहेछ के अरे नेपालमा पनि इन्डियामा पनि सबै ठाउँमा यहीँबाट जाने रहेछ हेर्न सक्नुहुनेछ धेरै दामी छ ब्युटिफुल सब यो नरिवलको रुखै रुख छ यसमा अनि हाम्रो जुन ट्रेन छ यो चाहिँ लगभग तपाईँको 7-8 घन्टा जति नै ढिलो चलिरहेछ दिल्लीदेखि त राम्रै टाइममा निक्लिएको थियो तर यो बिचमा आएर यसको रुटै डाइभर्ट भएर चाहिँ लास्टै ढिलो छ
भोलि बिहान पुग्ला जस्तो छ कन्याकुमारी र साथैमा यस्तै भ्यू रमाइलो भइरहेछ जे होस् जर्नी र तपाईँहरूलाई पनि पुरै देखाउनेछौँ हेर्दै हिँड्नु होला हेर्न सक्नुहुन्छ कति मस्त ठाउँ छ साउथ ल हेर्न सक्नुहुन्छ गाइजहरू हाम्रो खाना आइसकेको छ जुन कि हामीले चिकन बिरयानी अर्डर गरेको थियो यहाँनिर सिबी भनेर हुन्छ चिकन बिरयानी भनेर हुन्छ ओपनिङ गरौँ कस्तो छ यसको चाहिँ प्राइस हामीलाई 110 आइसी परेछ इन्डियन करेन्सीमा भन्दाखेरि ओहो हेर्न सक्नुहुन्छ यस्तो दामी छ यार 110 मा आहा धेरै ब्युटिफुल छ ल खाएर देखाउँछु अहिले काट्न धेरै छौँ अब हामी चिकन बिरयानी ठिकै छ यो माथिबाट यो ग्रेभी बनाएको छ त्यस्तो फ्राई गरेर अगाडि चावललाई अनि माथिबाटै ग्रेभी हाल्दै बराबरै हो तर राम्रो छ त्यो एक टाइमले खानालाई चाहिँ ठिकै छ मिठो छ मिठो भएर खाँदै साथीहरू हेर्न सक्नुहुन्छ अहिले हामीहरू तिरुपुरा भन्ने एउटा जक्सनमा आइपुगेको छौँ र यहाँको भ्यू अलिकति यस्तो छ र हाम्रो ट्रेन पनि ट्याक्कै यही छ अब हेरौँ यहाँबाट कति बजेतिर निस्किन्छ है निस्केपछि अब देखाउँला तपाईँहरूलाई अहिले हामीहरू यो तिरुपुरा जक्सनमा छौँ कम्पनी यही छ र यहाँ यस्तो डेन्जर जक्सन छ कि कुरै नगर्नुहोस् होला धेरै ठुलो छ र यहाँनिर हाम्रो ट्रेन जुन चाहिँ 5 मिनटको लागि होल्ड भएको छ 5 मिनटपछि यहाँबाट फेरि निस्किन्छ होला अहिले टाइम भइरहेछ 3:11 अब हामी यहाँ तिरुपुरा भन्ने स्टेसनबाट निस्किँदैछौँ र यतापट्टि पनि एउटा ट्रेन गइरहेछ र यो स्टेसन भने अलिकति यस्तो छ हेर्न सक्नुहुन्छ पुरै साउन्ड अलिकति क्लियर आइरहेछ होला किनकि ट्रेनको साउन्ड एकदमै धेरै आइरहेछ र धेरै राम्रो छ जे होस् स्टेसनहरू पनि धेरै खतरा आइरहेछ र तपाईँहरू पनि हेर्दै गर्नुहोस् होला पुरै एकदमै खतरा हैन दामी तरिकाले स्टेसनहरू बनाएर राखेको छ क्लिन गरेर र प्लेटफर्महरू त्यति धेरै छ कि म तपाईँहरूलाई के नै भन्नु र तपाईँहरू आउँदाखेरि सक्नुहुन्छ ल ठिकै छ गर्दै गरौँ जर्नी कन्याकुमारीसम्म र तपाईँहरू पनि बनिराख्नु मेरो भिडियोमा पनि हेर्नुहोस् यस्तो छ पुरै ट्रेन हाम्रो जुन चाहिँ एकदमै खतरा डेन्जर खाले त हेर्न सक्नुहुन्छ गाइड हामीहरूले यतातिरको भजिया भन्छ यसलाई जुन कि हाम्रोतिर पकौडा जस्तै हुन्छ यो तिनटाको 30 रुपियाँ ल्याएछ र भित्र यसरी खुर्सानीहरू हालेको खुर्सानीको पकौडा एकदमै टेस्टी छ जम्मा 30 रुपियाँमा के चाहियो भन्दा अनि बाहिरको भ्यू हेर्छु पुरै सक्नुहुन्छ कफी पनि साथमा हामीले लिइहाल्यो जुन कि यसको 30 रुपियाँ परेछ आइसि कफीको टेस्ट पनि राम्रो छ र भजिया पनि एकदमै मिठो छ जुन कि खुर्सानीवाला हो फर्स्ट टाइम खाएको तर जो मिठो लागिरहेछ काट्दै ल है गाइज लगभग अहिले टाइम भनेको 5:30 भइरहेछ र हाम्रो ट्रेन अब अझै भोलिको मतलब आज रातिको 3 बजेसम्म हाम्रो अहिले ट्रेनमै जर्नी हुनेछ र मैले यहाँ बसिरहेछ मस्त बाहिरको भ्यू हेर्दै उसको सिट चाहिँ यहाँ माथि नै हो यसको पनि अहिले टुर गराउँछु अहिले एकछिनमा
अलि राति भएपछि किनकि यसले मान्छेहरू धेरै छ त्यही भएर यसले गाली गर्छ। त्यसैले एकछिन म सबै टुर गराउँछु। सेकेन्ड एसीमा हामीहरू गर्दैछौँ यो टुर। तपाईँहरूलाई सेकेन्ड एसीको सबैमा देखाउँछु कि के कसो छ होइन। टक्क ल्याएर सबै एकचोटि यो क्याबिन टुर पनि मैले देखाउँछु अहिले एकछिनमा। र अहिले यस्तै छ, बस्दा बस्दा अल्छी लागिरहेछ जे होस्। तर भोलि अब त्यहाँ पुगेपछि चाहिँ धेरै रमाइलो हुनसक्छ। कन्याकुमारीमा पुगेपछि चाहिँ धेरै रमाइलो गर्नुपर्छ। ल अब अहिले एकछिनमा देखाउँछु टुर सेकेन्ड एसीको, भ्यायो भने। नत्र यतिकै हाम्रो यो फाइनली यो पालाकर दर्शनमा आइपुगेको छौँ हामीहरू। र यहाँबाट जुन अलिकति यो बाहिरको भ्यूहरू छ यस्तो छ, यो पुरै पानी भर्नेदेखि लिएर सबै होइन। यहाँ पनि सेम त्यस्तै, यो चाहिँ प्रायः धेरै ठाउँमा नै हुँदो रहेछ पानी भर्नेहरू। हेर्न सक्नुहुनेछ पानी भर्ने चट्टलाएर होइन स्टेसनको भ्यू यतापट्टि चाहिँ चट्टलाएर। है गाइस ट्रेन आएको हेर्न सक्नुहुन्छ पुरा होइन, पुरै लामो ट्रेन छैन। आवाज अलिकति क्लियर आउँदैन होला, तर हेर्न सक्नुहुन्छ यस्तै हो, एडजस्ट गर्नुहोस् होला। पुरै एसी छ अगाडिको ट्रेनमा चाहिँ। हाम्रो पनि सेम यस्तै हो बाहिरबाट, तर देखाउन मिल्दैन अहिले किनकि खुत्तै हिँड्दियो भने त ट्रेन पनि छुटिहाल्छ। र यो ट्रेन त धेरै नै लामो छ, जे पुरै प्याकै रहेछ अलमोस्ट। मान्छेहरू हामीले यहाँबाट देख्न लागेको छ। है गाइस हेर्न सक्नुहुन्छ यस्तो डेन्जर ठाउँमा आइपुगेछ होइन। आफूमा तल्लोबाट होइन अर्को ट्रेनको बाटो माथिबाट होइन एकदमै जङ्गलको बिचमा हेर्न सक्नुहुन्छ होइन। यस्तो अहिले त राति यस्तो डेन्जर छ नि भ्यू। ट्याक्कै हाइवेमा आइपुगेछ। अहिले हेर्न सक्नुहुन्छ हामीहरूले लगभग अहिले 7 साढे 7 भइरह होला। अनि चिकन खाना अर्डर गर्न लागेको थियो, तर चिकन खाना चाहिँ सिधिसकेको रहेछ किनकि अब आधीभन्दा धेरै ट्रेन नै खाली भइसकेको छ। अनि उसँग ट्याकेज चिकन करी र रोटी रहेछ, जुन कि 150 रुपियाँमा यो 5वटा रोटी यसरी प्याकिङ गरेर अनि चिकन यसमा छ हेर्न सक्नुहुन्छ। अनबक्सिङ गर्दैछु, अनबक्सिङ त के भन्नु, तर जे होस् राम्ररी प्याकिङ गरेर लिएर छ। यसमा रोटी भने कतिवटा रहेछ ल है त हेर्नु। यसमा 5वटा रोटी होइन, हाम्रो यो 5वटा यो ओमको खाना पनि यही छ। 5वटा रोटी अनि त्यसपछि यो चिकन करी हेरौँ है त। चिकन करी यसमा लेग पिस छ, एउटा लेग पिस राखेको छ चट्टलाएर यही राख्छौँ। ल अब यसलाई खाएर टेस्ट गरौँ है त कस्तो छ। राम्रो छ, बिहान खाएको थियो त्यस्तै छ, अलिअलि मिठो छ, जे राम्रो छ। र खाएर अब भेट्छौँ तपाईँहरूसँग। हामीहरू अहिले त्रिवेन्द्रम जक्सनमा आइपुगेको छौँ, जुन कि यो केरलाको राजधानी हो। र हाम्रो रिटर्न जुन छ राजधानी यहीँबाट हामीहरू चढ्नेछौँ पुरै घुमेर आएपछि। र तपाईँहरूलाई अब सेकेन्ड एसीको जुन टुर मैले अघि बिहानै भनेको थियो, अहिले बिर्सेर अलिकति अब अहिले चाहिँ खाली पनि छ। अहिले तपाईँहरूलाई सेकेन्ड एसीको हामीहरू कोच देखाउँदैछु, जुनमा हामीहरू 3 दिन लगभग सफर गरेको थियो। हेर्नु होला गाइजहरू, सेकेन्ड एसीको कोच भन्ने कुराहरू चाहिँ होइन। अब हामीहरू पनि अब 3 दिनदेखि अब अर्को पार्टी पनि उठिसक्यो चट्टलाएर, अघिदेखि सुतेको थियो। उसको निन्द्रा चाहिँ ट्याक्कै भर्खरै टुटिहाल्यो। र जुन यताको पुरै छ होइन, पुरै खाली भइसक्यो। लास्टसम्म जाने भने चाहिँ हामी नै हो, चट्टलाएर होइन। पुरै यसरी अहिले बत्ती सत्ती सब खाली गरिसक्यो। फेरि यो भोलि यहाँदेखि कन्याकुमारीदेखि काश्मीर जान्छ फेरि भोलि होइन। र यहाँनिर नम्बरहरू दिएको हुन्छ, टक्क लगाएर तपाईँहरूलाई बेडरोलहरू चाहियो भने होइन। यसमा लाइटहरू, यो चार्जिङ पोर्टहरू होइन सबै खतरा। यहाँनिर लाइट साइट बोल्ने खाले स्विच चट्टलाएर ऐना दिएको हुन्छ एउटा।
अब आफ्नो यो पर्दा अब मन पर्यो भने लाउँदा पनि हुन्छ नलाउँदा पनि हुन्छ हैन। अनि त्यो पछि यहाँ पनि हुन्छ पर्दा एउटा हेर्न सक्नुहुन्छ। यस्तै छ ल, हेर्दै गर्नुस्। अब कन्याकुमारी पुगेर फेरि कन्टिन्यू गर्नेछौँ भिडियोलाई, हेर्दै गर्नुस् होला। फर्स्ट टाइम कन्याकुमारी म जाँदैछु होइन। अब लगभग 2 घन्टामा अब आफ्नो डेस्टिनेसनमा पुग्छौँ र भोलिको पुरै दिन अब हामीहरू कन्याकुमारीमा घुम्नेछौँ र तपाईँहरूलाई पनि साथमा घुमाउनेछौँ। तर आज जुन छ यो भिडियो म कन्याकुमारीसम्म मात्र राख्छु, तपाईँहरूलाई कन्याकुमारीको स्टेसन अब देखाउँछु। अनि त्यसपछि नेक्स्ट पार्टमा म बोलाउँछु कन्याकुमारी घुमेको। अनि त्यसपछि पुरै चट्टा ल्याएर कन्याकुमारीबाट मदुरै जाने हामीहरूले वन्दे भारतमा टिकट काटेको छौँ होइन। त्यो सबै टुरहरू तपाईँहरूले गराउँछौँ। भिडियोमा बनिरहनु होला र हेर्दै गर्नु होला। अहिले यो यहीँ त इन्ड हुँदैन, तर कन्याकुमारी अब लगभग 2-3 घन्टाको बाटो अझै छ। अनि त्यहाँ पुगेर हामीहरू इन्ड गर्छौँ। हेर्न सक्नुहुन्छ हाम्रो यहाँबाट ट्रेन जुन चाहिँ यो निस्किसकेको छ होइन। यो ट्याक्कै ल्याएर नेगरकुला जक्सन भन्ने ठाउँ होइन। अब जुन अब हाम्रो कोच छ जुन चाहिँ पुरा नै खाली भइसकेको छ र हेर्न सक्नुहुन्छ अहिले हाम्रो भित्रको पुरै सुनसान होइन। एउटा मात्रै छ यहाँनिर चार्ज गरिरहेको, नत्र भने 100 मान्छेहरू झरेर तलतिर गइसकेको छ, पुरै खाली। र यहाँ माथि हाम्रो फोनहरू चार्जमा छ जस्ट। अनि यहाँ चट्ट ल्याएर हाम्रो ऐना होइन मेरो फेस हेर्न सक्नुहुनेछ। अब अर्को स्टेसन भनेकै अब हाम्रो कन्याकुमारी होइन आइपुग्नै लाग्यो। तर अलि यो पुरै सुनसान छ, के नै देखाउनु तपाईँहरूलाई ल। तर पनि देखाइदिरहेछु ल, हेर्न सक्नुहुनेछ। यही हो सेकेन्ड एसी कोच, अघि पनि मैले देखाएको थिएँ र फेरि एकचोटि पुरै हेर्न सक्नुहुनेछ। सेकेन्ड एसी कोच भनेको एकदमै प्राइभेट होइन, आफ्नो पर्सनल पर्दा सर्दा हालेर मान्छेले जोस् रमाइलोसित जर्नी गर्न सक्छ। फ्यामिलीसित आउनुहुन्छ भने तपाईँहरू म सजेस्ट गर्छु कि सेकेन्ड एसी नै चुज गर्नुहोस् होला, किनकि योभन्दा बेटर अप्सन तपाईँहरूलाई पाउँदैन। अलिकति महँगो त महँगो पर्छ, तर जोस् धेरै राम्रो पनि हुन्छ। ल चट्ट ल्याएर हेर्न सक्नुहुनेछ होइन। ल है ल गाइज, अब कन्याकुमारीमा अब ट्याक्कै भेट गर्नुपर्छ तपाईँहरूसँग। अब लगभग अब 1 घन्टा पछि फाइनली हामीहरू यत्रो एक्साइटमेन्ट भएर जुन आएको थियो, अब 1 घन्टा पछि पुग्नेछौँ कन्याकुमारी। अब आज त्यहाँ होटेल भेट्यो भने त्यहाँ होटेलमा बसौँला, नत्र स्टेसनमै बस्नुपर्ने पनि अवस्था हुन सक्ला, किनकि बाहिर त्यतातिरको अब होटेलहरू बन्द रहेछ भने त स्टेसनमै मस्तले 3-4 घन्टा घुमेर बिहान उठेर घुमाउला। ल अब भेटौँला कन्याकुमारीमा 1 घन्टा पछि। ल है फाइनली हेर्न सक्नुहुन्छ अहिले हामीहरू कन्याकुमारी आइपुगेको छौँ, कन्याकुमारी जक्सन होइन। लगभग 3 दिन जर्नी पछि र फाइनली हामीहरू धेरै एक्साइटमेन्ट छौँ होइन। र हाम्रो जुन कोच छ यहीँनिर छ ट्रेनको होइन, र स्टेसन उतापट्टि सबै निस्किँदैछौँ। र यताको वेदरको कुरा गर्दाखेरि एकदमै अहिले पानी जस्तो परिरहेछ। तर अब हेरौँ स्टेसनमा बसौँला कि होटेल लिउँला, हेर्दै जाउँ अगाडिसम्म म देखाउने छु। हुन्छ हामीहरू बाहिर गएको थिएँ होइन होटेलहरू हेर्नको लागि, तर बाहिर सबै होटेलहरू बन्द गरेको रहेछ। अभियसली अब आज हामीहरूलाई स्टेसनमै बस्नुपर्ने हुन्छ र हेर्न सक्नुहुन्छ यहाँको स्टेसनमा हामीहरूले बसिराखेको छौँ। यता पुरै बाहिरको होइन स्टेसन भने यस्तो छ, चट्टै यहाँनिर हामीहरू 2 जना बसिरहेको छौँ। र यो ब्लगलाई म यहीँ इन्ड गर्न चाहन्छु। अब भोलि अब कन्याकुमारीको जुन टुर हुन्छ होइन, पुरै सिटी टुर होइन, कन्याकुमारीदेखि अब अर्को दिन अब नेक्स्ट डेस्टिनेसनमा जान्छौँ, त्यो सबै तपाईँहरूले भोलि देखाउनेछौँ। र अहिलेको लागि यति नै। तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला फेरि मेरो भिडियो हेर्नको लागि। र यस्तै लाइक र सेयर गर्दै गर्नु होला। म राम्रो भिडियोहरू तपाईँहरूको अगाडि लिएर आउँदै गर्छु। धन्यवाद। भेट्छु अब अर्को ब्लग।